नमस्कार। आज हामी एउटा सानो सहयोग लिएर चाहिँ 3/10 निवासी सीता श्रेष्ठजीको घरमा चाहिँ आइपुगेका छौँ। उहाँको केही दिन अगाडि चाहिँ यो गुवाली चाहिँ आगो लागि भई हामीले एउटा सानो आर्थिक सहयोग सङ्कलन गरेका थियौँ, जसमा चाहिँ 3/10 निवासी 11 स्टार फुटबल क्लबका अध्यक्ष सुमन श्रेष्ठज्यू जो अहिले चाहिँ वैदेशिक रोजगारको लागि चाहिँ दुबईमा हुनुहुन्छ, उहाँले चाहिँ यसको संयोजन गरेर एउटा आर्थिक सङ्कलन गर्नुभएको थियो र त्यो आर्थिक सङ्कलन आज हामी चाहिँ यहाँ हस्तान्तरण गर्न गइरहेका छौँ। र यस सहयोगमा चाहिँ सहयोग गरिदिनु हुने सहयोगदाता मनदाताहरू चाहिँ यही 3/10 निवासी वडा नम्बर 9 निवासी भाइहरू हुनुहुन्छ। उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र ती सहयोगी मनहरूको चाहिँ म नाम वाचन गरेर चाहिँ म सुनाउन चाहन्छु। श्री विपिन राउत 3/10 सिमलटार 3000, रेखा राई 3/10 बाबरी 2000, यदु भण्डारी 3/9 रातमाटे 2500, अशोक राई 3/10 बाबरी 2200, निर्मल कार्की 3/10 पानट्याङ्गी 2000, राजु घिमिरे पानट्याङ्गी 3/10 1500, प्रेम थापा पानट्याङ्गी 3/10 1100, डाकमान श्रेष्ठ 3/10 पानट्याङ्गी 700 रुपियाँ जम्मा गरी 15,000 रुपियाँ चाहिँ जुन यो आर्थिक सहयोग उपलब्ध भएको छ र सहयोग गरिदिनु हुने सम्पूर्ण सहयोगी मनहरूलाई चाहिँ हाम्रो सबैको तर्फबाट चाहिँ विशेष धन्यवाद व्यक्त गर्दै जुन यो नगद चाहिँ हामी चाहिँ अब हस्तान्तरण गर्नको निम्ति यस 3/10 पानट्याङ्गी टोलका अध्यक्ष दुर्गा खड्का र आदरणीय दाई ढाकमान श्रेष्ठज्यूलाई चाहिँ म पैसा हस्तान्तरण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी देविका राई बहिनी सबैजनाले चाहिँ यसलाई चाहिँ यसमा